हेलो नमस्ते एभ्रिवान वेलकम टु माई मिनी भ्लग। आज चाहिँ म फागुन 23 गतेको ब्राइडलको फुल प्याकेज भिडियो बनाउन गइरहेको छु। हेरेर साथ दिनुहोला। र उहाँको साथीले 2 महिना अगाडिदेखि नै बुक गर्नुभयो र उहाँ पनि जापानबाट 9-10 दिन अगाडिदेखि नै आएर के गर्ने भनेर चाहिँ कन्फर्म गर्नुभयो। फर्स्टमा उहाँले थ्रेडिङ, व्याक्सिङ, मेनिक्योर, पेडिक्योर, नेल एक्सटेन्सन, फेसियल अनि ल्यासेस एक्सटेन्सन गर्नुभयो। त्यसपछि मेहन्दी मेकअप, मेहन्दी, ब्राइडल मेकअप, रिसेप्सन मेकअप पनि गर्नुभयो। हजुरहरूले भिडियो हेरेर आएर साथ सपोर्ट माया गरिदिनु भएको छ। हजुरहरूको साथ सपोर्ट मायाले अझै अघि बढ्नेछु। यसरी नै धेरै धेरै माया गरिदिनु होला र भिडियो पनि अन्तिमसम्म हेरेर साथ दिनुहोला। साथै यहाँ हाम्रो ब्राइडल एकदमै प्रेटी हुनुहुन्थ्यो र हाम्रो फागुन 23 गते चाहिँ एकदमै धेरै प्याक थियो। हजुरहरूले देख्न सक्नुभयो होला र हजुरहरूले चाहिँ मेकअपको लागि चाहिँ अगाडि नै बुक गर्नुभयो भने एकदमै सजिलो हुन्छ र हामीले पनि हजुरलाई टाइम दिन पाउँछौँ। यदि हजुरले टाइम दिनुभयो भने मेकअप एकदमै राम्रो हुन्छ। कतिपय ब्राइडलहरू चाहिँ त्यही दिन बुकिङ गर्नुहुन्छ, त्यही दिन र छिटो सकाइदिनु भन्नुभएको हुन्छ। हामीलाई चाहिँ ब्राइडलहरूलाई चाहिँ मेन भनेको स्किन प्रेपिङमै टाइम लाग्छ र कतिपय ब्राइडलहरू चाहिँ छिटै बुकिङ गर्नुभएको हुन्छ, उहाँलाई पनि टाइम दिनुपर्ने हुन्छ। त्यही भएर हजुरहरूले छिटो बुकिङ गर्नुभयो भने हजुरहरूलाई राम्रोसँगले टाइम दिन पाइन्छ र हामीले टाइम दियो भने हजुरहरूको मेकअप चाहिँ एकदमै राम्रो, फ्ललेस, नेचुरल, एकदमै राम्रो स्विट देखिन्छ। त्यसैले हजुरहरूले चाहिँ छिटै बुकिङ गर्नु होला, किनभने ब्राइडलको सिजनमा एकदमै धेरै प्याक हुन्छ। त्यसैले हजुरहरूको चाहिँ हामीले टाइम सेटलहरू बनाइदिएको हुन्छ। त्यही अनुसारको हजुरले चाहिँ टाइम दिनुभयो भने मेकअप एकदमै राम्रो, एकदमै नेचुरल, फ्ललेस, एकदमै स्विट देखिन्छ। हजुरहरूले चाहिँ उहाँको रिभ्यू हेर्न सक्नुहुनेछ। हेलो ललिता जी, ह्याप्पी म्यारिड लाइफ। अनि हाम्रो स्टुडियोको सर्भिस हजुरलाई कस्तो लाग्यो? एकदम राम्रो, एकदम बवाल, एकदम सफ्ट, एकदम राम्रो, एलिगेन्ट। मेरो मेहन्दीको मेकअप पनि एकदम राम्रो भएको थियो। पछि रिसेप्सनको लागि पनि मैले यही बुक गरेको छु। सबै स्टाफको सर्भिस, दिदीको सर्भिस एकदम राम्रो छ। म जस्तो राम्रै हुनु मन छ भने जमुना पार्लरमा आउनु होला। रिसेप्सनको मेकअप पनि यही छ र मेरो सबै भिडियोहरू माया साथ हेरिदिनु होला। धन्यवाद, थ्याङ्क यू सो मच जमुना पार्लर स्टुडियोलाई। वेलकम। हाम्रो फागुनको ब्राइडलको लगन त सकियो। अब हजुरहरू वैशाखको बिहेको लगनमा चाहिँ यस्तै प्रेटी, एकदमै गजेस, स्विट, नेचुरल मेकअप गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो लोकेसन रहेको छ स्टल बजार भेटनरीको उकालको साइडमा। हामीलाई मेसेन्जर, वाट्सएप, इन्स्टाग्राम, टिकटकमा मेसेज गर्न सक्नुहुनेछ। थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो।